एउटा आएको प्रमुख प्रश्न भनेकै भर्खरको जेनजी केटो छ, भर्खर एउटा चाहिँ पेसामा भर्खर सुरु गरेको मान्छे, अनि चुनावी खर्च त टन्नै हुन्छ, तिमीले कसरी चुनाव खर्च धान्छौ, तिमीले कसरी चुनावी खर्च जुटाउँछौ भन्ने खालको त्यो आम मतदाताको पनि प्रश्न, त्यो एउटा चाहिँ मैले उम्मेदवारी दिन्छु भनेर भन्दै गर्दाखेरि पनि उठेका शुभेच्छुकहरूको पनि प्रश्न थियो। त्यो प्रश्नमा मैले दिएको उत्तर भनेको मसँग त्यो फाइनेन्सियल क्यापिटल नहोला, तर पनि मैले यो विगत 10 वर्षदेखि जुन एउटा सर्कलमा छु त्यो एउटा चाहिँ मसँग सोसियल क्यापिटल छ। त्यो सोसियल क्यापिटलले मलाई 5 रुपैयाँ 10 रुपैयाँ भए पनि सहयोग गरेर यो चुनावको लागि मलाई मद्दत गर्छ भनेर मैले त्यसरी प्रतिबद्धता जनाएको थिएँ। र ठ्याक्कै म आफू उम्मेदवारी दिएर जाँदै गर्दा नै एउटा निर्वाचन आयोगकै आचार संहिताभित्र रहेर निर्वाचन आयोगकै अनुमति लिएर मैले ब्याङ्क खाता खोलेँ र त्यो खातामा कसैले 1000 रुपैयाँ 2000 रुपैयाँ गरेर त्यो एउटा खालको अझै विशेष गरी विदेशमा भएका एउटा चाहिँ मतदाताहरू अथवा विदेशमा भएका शुभेच्छुकहरूले नेपालीहरूले त्यो सहयोग गरिदिनु भयो र त्यो मेरो खातामा अहिले ठ्याक्कै नै मैले हिसाब गर्न त पाएको छैन, तर पनि मलाई लाग्छ 12 देखि त्यो 15 लाख भित्रमा हामीले त्यो चुनाव सकायौँ होला। र त्यो चुनावी खर्च महँगो हुन्छ भनेर त्यो भन्ने पनि अब त्यो जसले चाहिँ अघिल्लो पटक त्यो एउटा अनैतिक खर्च भनेको कसैलाई पेट्रोल हालिदिएर, कसैलाई चाहिँ मासु भात खुवाएर अथवा कतै कुनै ठाउँमा पैसा बाँडेर जसले चाहिँ त्यो चुनावी अभ्यास गर्नुभएको थियो, विगतमा उहाँहरूको जुन अभ्यास थियो त्यो अभ्यास भएका व्यक्तिहरूले चाहिँ मलाई यहाँ यो खर्च गर्नुपर्छ त्यो खर्च गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो। तर यसपटक हामीले त्यो चुनावमा जाँदै गर्दा नै तपाईँको खातामा चाहिँ 15 लाख हाराहारी मात्रै ट्रान्ज्याक्सन भएको छ।